is up? What's up guys? Welcome back. आज हामी चाहिँ अब फ्यामिली र अफिसियल सबै ग्रुपहरु चाहिँ हैन आङघलेल गाउँ होमस्टेको लागि जाँदै छौं। भिडियो अन्तिमसम्म हेर्दिनु होला, सपोर्ट गर्नु होला, लाइक कमेन्ट शेयर गरिदिनु होला र च्यानलमा पहिलो पटक हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। वी आर नट अ प्रोफेसनल भ्लगर हैन। अब जस्तो खिच्यो त्यस्तै हालिन्छ साथीहरु। अब त्यस्तो ठुलो महँगो क्यामेरा पनि छैन हाम्रो त है, नोकियाबाट खिच्दै हो साथीहरु। अब यसो तपाईहरुले साथ सहयोग गर्नुभयो भने बल्ल युट्युबमा मोनेटाइजेसन हुन्छ र पैसा कमाएर चाहिँ बल्ल राम्रो क्यामेरा किनेर राम्रो भिडियो खिच्न सक्छु। अहिले चाहिँ अलि गरिब छु राखे अहिले है। भाइले हामी अब जाँदै छौं साथीहरु। म त यस्तो गर्ने तान्त भने मैले 1% नि सोचे भनेको साथी। फाइनली वी आर हियर है। फाइनली चर्च रङ साइज छ लाइट राम्रो चर्च अहिले त सार्नु त हजुर कुची छोरीले लिएर लिन्छ साथी है। ओ ल आऊ मकै खाऊ। क्ल्याप क्ल्याप करो, नमस्ते करो, क्ल्याप क्ल्याप करो, हाई फाई दे, हाई फाई जो नहल्नु अहिले सबै यति आएर बस्छ नि। काटा ल्याउनु बिर्सेर जाऊ। काट ल्याउनु बिर्सेर म त कस्तो देखेको यार, म त टुरिस्ट देखेछु यार। मेरो टुरिस्ट पोहोर सालको दसैँमा चिची खाएँ, अझसम्म चिची खाएको छैन। कस्तो चिची खानु मन लागेको छ बुवा। चिची खायो भने तागत आउँछ रे। म त्यसै पनि कमजोर छु बाबा। यतापट्टि हो नि त, यतापट्टि राम्रो लाग्यो। हाई गर्यो, हाई हेलो। ल हामी सुरु गरौँ है त। ल सन्जा उठाऊ तिमीलाई भइचार रमाइलो फाल्छ के टुपी लाउनै खोजिदिने कहिले यार कुक भइछन्। हेलो कुक
हेलो त्यसै हामी आएको होइन नि आएको होइन नि यस्तो खानी बानी त छैन गौर से देखो इस इंसान को दारू पिरा है उकालीको बाटो छ भिरालो बाटो छ भिरालो मलाई सधैँ तिम्रै भो भिरालो मेरो त्यति धेरै पिरल एक प्याक खासी केसम्म के भिरालो रमाइलो छ है ब्याग हानेर ओहो मजा आउँदैन बार्बेक्यू र रमले जन्त किन र गीत गाउन प्लेटमा आइसक्यो कुर्दा कुर्दै थकाइ लागिसक्यो गोर्खा मनका माला मायालाई हालौ भने नि छैन नाच्ने तर China.
हजुरले जान्नु ज्ञान पेहान्थे हजुरले मान्नुहुन्न नाच्नलाई जान्ने हो नाच्नलाई जान्ने हो दुईजनाले हामी भए मान्ने घ्याम्प्यानी साइदै मेरो सन्देश उनीसँग पुऱ्याइदेऊ उनीसँग पुऱ्याइदेऊ घ्याम्प्यानी साइत केही पनि चाहिँदैन ज्ञान भन्दा पछाडि हट्न पाइँदैन
next day. कति आनन्द ओहो अहिले त न बोलेको सुनि हे न के हेलो Good morning from Long. अझैले हेरे गुड मर्निङ फ्रम इलाइची होला कम ताले ताले ये क्या है? हाई गोलु यहाँ हेर्नु न Gulmore, हजुर नि यता आउनु Gulu. हाई Hi. अब हिँड्दा I'm from Luang गाउँ. आई एम फ्रम इलाइची माई हस्बेन्ड इज फ्रम अदरक अदरक कान्दुर गाउँपालिका 8. ल हाम्रो अब यात्रा सुरु भएको छ चियाबारीसम्मको. लुवाङ गाउँमा आउनुभयो भने पुरानो पुरानो ढुङ्गाले छाएको घरहरू देख्न पाउनुहुन्छ हेर्नु. हिँड्दा हिँड्दा गोरेटो पागल बाटो हुन्छ देख्न पाउनुहुन्छ. मेरो बुढा हरायो ओ माई गॉड गाइस यार आउन गयो यसरी लुवाङ्गाको चिया बनाउन आए साथीहरू बाटो यस्तो रहेछ के गर्नु जिम जिममा टकटकाउ त पर्ला कि सास लागि छ्याको झ्याउलो नि यस्तो गर्न गर्न हात पातिर रहेछ यार वहाँ हो हामी पुग्ने कि अझै माथि हो अलि ठुलो गरौँ न त्यतिकै साउन्ड सानो सानो भएको बस्न. किन सानो पर्छ हो भित्र हालेर हो कि निकाल्नु त बाहिर अबि उसको एक नजर बुवा ए बुवा चिया बाँड्दैन त थाक्यो कस्तो राम्रो साग पाउँछ भाइ गाह्रो खार मोटो भयो नि झ्याउँदो रहेछ मोटर कति चोरेर खान्थ्यो यार इन्डिया हुँदाखेरि आमा हाम्रो ग्रुप कहाँ पुग्यो
ए साथी हाम्रो अगाडि ए भने आउँदैन नि बहिनी सिबिल लडेलाई यही हो यहाँ माथि हो माथि हिँड्नु चाहिँ मन गर्नु यो ओह्रालो त हिँड्न सकिन्छ हौ आजु कस्तो हो मैले त्यही थाप्दिउँ ल हजुरलाई हेलो गोलु अब पागल हुने भयो हिँड्दै यो आत्मालाई हामीले थाहा छ बर्बाद भो यादमा तिम्रो फेरि यादमा तिम्रो फेरि मेरो दिन बर्बाद भो यो भन्दा त बरु म त्यहाँ थाप्न यादमा तिम्रो फेरि जान्थेँ बाटो हेरेर नि हिँड्ने जाला यतापट्टि मोबाइल हेर्नु थिएन मोबाइलमा जान्छ मुस्कान तिम्रो मेरो मन सारै मैल्याउँछ हालो भेट झोकले भन्छ एकदमै त्यो लागिले मेरै मेरो दिन बर्बाद यादमा तिम्रो फेरि ओहो ओहो हामी थकाइलाएर ट्याक्क बसिराखेका छौँ सरलाई थकाइलाएर छोरी बोक्नु पऱ्यो थकाइलायो लुवाङ रामेला न्यू एक्सपिरियन्स उहाँको श्रीमतीज्यू हेर्नु त खै हिँड्नुहुन्छ श्रीमानलाई छोरी बोकाएर राम राम किन नबोकेको भन्दाखेरि मैले 9 महिना बोकेको भन्नुहुन्छ अब के भन्ने बल्ल बल्ल पुग्न लागेको अवस्था म त मरे यार थाकेर हाई कलु हाई उभिनु भनेको थाम्ने अझ माथि हो नजाम भयो सकिन्न यार बुढो हेर्नु त त्यहाँ सबैलाई गाह्रो भएको छ सबैलाई गाह्रो भएको छ बिस्तारै जान्छ तिमीहरूलाई पो गाह्रो हो त नि हुन्न त नि अहिले गाह्रो छैन छोरी बोकेको फर्किने बेलामा म हिँड्दै झर्नु पर्दैन अहिले तिमीहरू त बाइकमा गर्दै जान्छौ बाइक चलाउन गाह्रो हुन्न बाइक आफै चल्छ What the fuck, man? यहीँ बस्छ नानी भयो छोडिदेऊ यहीँ बस्छ ओहो छोरी लुवाङ भिलेज उता हेर छोरी लुवाङ भिलेज तिमीलाई
लाउ साथी ल यो चाहिँ हजुरको भाइ वी आर गोलु गाइज गोलु यता हेर सिंगाल लिएर यता हेर के गोलु यस्तरी हेर न यस्तो हेलो गाइज ओहो लास्टै गाह्रो भयो साथीहरू यार यस्तो यार लङ्गाउमा यार साथी चिया बगानसम्म जान त भाउको बिहे नै देखिँदो रहेछ यार तिमीले पनि नपत्ता पनि गरी हिँडेको त म यहाँ उता आएर बस्नु रेस्ट गरेर सबैलाई गाह्रो भयो क्या पानी नभएर साथी छोरीकै पानी खानु कस्तो उज्यालो हो गाइज सकिएन यार म त किन आइछु भन्नु हो अब आएन लाइन पे हेलो A few moments later. आयो यहीको लागि यत्रो दुःख गर्नुपर्छ ल छोरी पनि लङ चिया बगानमा आई ल साथीहरू है छोरीदेखि कपाल मलाई मेरो हजुरको भनेको र त्यसको भनेको लुटे लाग्यो दुईजना त्यहाँ गरौँ मलाई सबै चियाको बारीमा ल चक्लेट ल जाम साथी यहाँबाट पठाइदिन्छु क्या ठ्याक्कै हिमालदेखि गएर क्या ल हेर त साथी हिमालको गति कस्तो दामी हेर नि मैले छैन साथी है Ladies and gentlemen, are you ready? चियाको बोटमा मुना पलाए झै सानो मनमा माया पलायो रातमा निन्द छैन दिनमा चैन छैन सानो भोक तिर्खै हरायो यो मायाले के गरायो मायाले के गरायो यो संसार यति रमाइलो होला मैले सोचेकै थिइनँ तिम्रो आगमनले बसन्त छाएको छ मेरो जीवनमा तिम्रै कुराले हो कि आज आफूमा परिवर्तन देख्दैछु खत्म बाय बाय टाटा गुड बाय गया ल छोरी घामाको छोरी है Pura
फाइनली फर्किने अवस्था आयो माया बागलुङे माया मादिको यस्तै गर्मी छ हिँडाइ पनि त्यस्तै झगै लाउने किन आइछु भयो मलाई त छ किन आइछु हे भगवान् एक मन त नाम के भन्ने भयो थियो यार फेरि मेरो बुढाले आऊ ल तयार भयो है भन्दै फोन हान्यो के अरे ल्याएर नाइ भन्न नि सकेन यस्तो ल्याङ भए ओह्रालो झर्रा उकालो चढ्दा पागल भएको थिएँ म त पागल किनभने मेरो एउटा गतिले बुटो गीतदैन पात बजाइछन् कसले हो पात बजाइछन् जाने खा हजुरले पात बजाखन् यहाँ त टिपेछ नि यसले राम्रो हामी घरमा सुकाएर चिया खाने कुन हो र टिपेर खाने यही पात हो यो पात हो चियापत्ती म त थाहै नै खै त अनुसारको मोबाइल दिन एउटा टिटो बनाउँकै गीत बजाएर चिया बनायो नि बुढी यो चियाको उस हो क्या टिली भयो सब मलाई थाहा भयो बुढीलाई यत्रो बेरसम्म पागल थियो नै मैले ऊ पनि देखेको थिएँ नि त डल्लो 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 होला नि यो सुकाएर थिच्ने होला भनेको त म आफूले लास्टमा त पत्तै रहेछ त चिया ए गाइज म स्कुल जाँदैछु सायद स्कुल यिनीहरूले मेरो एउटा गतिलो फोटो खिचिदियो भर्खर तिमीहरूलाई जानेछु गतिलो फोटो खिच्नलाई बुढी मान्छे पनि गतिलो हुनुपर्छ वाट्स यो ओपिनियन आजको यो हिँडाइ कस्तो छ बुढी आज के भयो आज भयो के भनेको म यहाँ म यस्तरी बस्छु मलाई यस्तरी गुल्टाइदिनु क्या बोला तूने गुल्टाइदिने अनि गर्दै जान्छु हाम्रो साथीहरू सबै गइसक्नु भयो अगाडि हामी पछाडि लास्टमा छौँ नजिकै छु मर्यौ तिमी कहिले मर्यौ ये तुम्हारे हाथ में है क्या जो पटक रही है हो गया बुढ़ो म बस कुकुर कपर बस्छु अनि यसरी कल्टङ 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 गरेर पल्टाइदिनु मलाई बरु यस्तो गर्नुपर्ने हो टायर ल्याउनु पर्ने म यहाँ टायरभित्र तिमी त्यहाँ टायरभित्र पस्ने ड्रम होला नि ड्रम होइन टायरमा त अट्नु पर्यो नि अट्छ ड्रम ल्याउ नि ड्रम भित्र पस्यो हानेको ठुलो टायर त्यहाँ हाल्ने खाने गोल्टाइदिने मारे अनि म उतातिर गुल्टे भने के हाल्यो जनी यता घाँसतिर गुडे भने त्यो त रोकिन्न नि त फेरि जहाँ गुडे नि गुडे गुडे हुन्छ म त झन् अझै हिँड्न बाँकी होला नि अनि
बाइकमा नि हिँड्नु पर्यो होला नि अब त फेरि त्यो मेरो बेजर नहर न बढी यार खाली बाइक गरेर नहर न यार तिमीले लिएर गयो भन्दै मलाई यार त्यो अफ रोड छ नि त अनि हिँड्नु पर्यो नि त्यो त ठिकै हो तर चलाउन सकेन भने मेरो बिल्ला भयो नि त बाइक गरेर नि हालेर चलाउन सकेन भनेर हुन्छ त अनि मेरो नाखै काट्यो क्या तिमीले त खै ना केही छ त मैले भन्न खोजेको अब नानीसँग त गाह्रो भइहाल्छ नि चलाउन हिजो त उकालो थियो अहिले ओह्रालो त झर्न सक्छ नि त्यहाँ त त्यो बाटोको त सकिरहेको छु यस्तो छैन नि त त्यो ओह्रालो सकिरहेको छु यस्तो ओह्रालो छैन नि त्यहाँ ओह्रालो त छ नि अहिले खुट्टा गानिसकेको छ त्यहाँ कसरी हिँड्ने होला अब गएर तिमी अब त हिँड्ने होइन अब खानासाना खाएर रेस्ट गरेर हिँड्ने नि त हो र त्यो प्रवेशद्वारमा अन्त बर्बाद हुन्छ नि फेरि फेरि किन चढ्ने हो फेरि कस्तो परस्तर ए म त मेरो सामान ल्याइदेऊ है यहीबाट जान्छु भन्छु म त गाइज अब लाङघले पनि आयो होइन होमस्टे रमाइलो भयो भनौँ बाई गाइस बाई मेरो ब्लग सक्यो तिमीले पनि सानो सरदारको जस्तो गरेछ ल ल धन्यवाद ल गएँ है बाई बाई ल गएँ है